Hello guys, welcome back to my video. अनि म चाहिँ डाइरेक्ट यहाँको कुरा गर्छु। आज चाहिँ हाम्रो क्लास थोरै भएको थियो अनि हामी चाहिँ चटपट पिकनिक खान जाँदै थियौँ। अनि उहाँ हुनुहुन्छ मेरो प्यासेन्जर प्रिन्सेस अनि हामी चाहिँ ठ्याक्कै लेक साइडमा पुग्यौँ। अनि त्यहाँबाट हामीले कोक लियौँ अनि उहाँ चाहिँ हाम्रो मिस। अनि त्यसपछि हामी अघि बढ्यौँ अनि त्यहाँ चाहिँ बच्चाहरू गेम खेलिरहेको थियो अनि हाम्रो प्यारी माइजू हाँस्नुभयो। अनि त्यो टुरिस्टलाई हेर्नु न, पछाडि आँखा छ क्या, पछाडि उता हेरेर हिँड्ने हो कि यता पछाडि ब्याक हिँड्ने हो। अनि स्विट रहेछ, त्यही पनि हाँस्यो। अनि त्यसपछि हामी गयौँ अनि हामी लेक साइडमै हरायौँ। बच्चाहरू खेलेको अनि यहाँ चाहिँ अब न्यू इयर आउनु लाग्छ नि त, त्यही भएर स्टेजहरू बनाएको क्या अहिले। अनि हामी चाहिँ कोक र सुन्तला लिएर हिँड्यौँ, तर हामी हरायौँ कि कता हो अरू ग्रुप। अनि त्यसपछि हामी फोन गरेर फेरि गयौँ। अनि गएपछि यस्तो हिलो बाटो गयौँ, झन्डै त्यहाँ खुट्टा अड्किएन। अनि त्यही पनि ल जाम त नि भनेर त्यही बाटो हिलो क्याचक गर्दै गयौँ। अनि गएर चाहिँ हामीले भेट्यौँ, उता हुनुहुँदो रहेछ। अनि उहाँ हुनुहुन्थ्यो हाम्रो इन्टरनेसनल माइजू, हामी सबैको माइजू। अनि यहाँ चाहिँ हामीभन्दा पहिला अगाडिको ग्रुपको दिदीहरू हुनुहुन्थ्यो अनि उहाँहरूको चाहिँ चटपट प्रोग्राम रहेछ अनि हामीलाई इन्भाइट गर्नुभएको थियो। अनि त्यही भएर हामी खुसी गएको थियौँ चटपट खान। अनि बल्ल बनाउने कार्यक्रम सुरु भयो है। अब हामी त पाहुना है, अब गएर बस्ने त हो। अनि त्यसपछि बस्यौँ हामी गएर आनन्दले कार्टुन बिछाएर। अनि उहाँ चाहिँ अनि गर्न थाल्नुभयो के गर्दै, काट्दै मिक्स गर्दै। अनि हामी चाहिँ यसै बदाम खाँदै बस्यौँ हाम्रो केकमा है। अनि त्यहाँ चाहिँ दिदीहरूले गर्दै हुनुहुन्थ्यो बिचरा त्यस्तो घाममा है। अनि म त बदाम र कोक धेरै खाँदै थिएँ। अनि सबै मिक्स गरेर बनाइसक्नु भयो दिदीले। अनि त्यसपछि भाग लाउँदै हुनुहुन्थ्यो उहाँ चाहिँ हाम्रो इन्टरनेसनल बुहारी, फेरि भाग लाउने चाहिँ। अनि त्यसपछि भाग लाएर पनि सर्भ गर्दै हुनुहुन्थ्यो आफ्नो ठाउँमा। हाउ स्विट है, मजाले सर्भ गरिदिनु भएपछि हामी खायौँ। अब खानै आएको है, त्यही भएर। तर त्यो के भन्छ अरे, त्यो चटपटानी हुन्छ नि, हो त्यो चाहिँ फेरि हाम्रो चाउचाउको थियो कि, चाउचाउको प्याकेटलाई फोल्ड गरेर खाएको के। अनि त्यही पनि मिठो भयो कोक र त्यो खाँदाखेरि। अनि यो अङ्कल चाहिँ ब्याचलर पास गर्नुभएको, तर लास्टले चाहिँ अहिले चाहिँ लेक साइडमा सफा गर्न बस्नुहुन्छ अरे कि। अनि त्यही हो। थ्याङ्क यू सो मच फर इन्भाइटिङ अस दिदीहरू। बाई बाई, सी यू नेक्स्ट टाइम।